ए त्यसो पो। वास्तवमा गण्ड्यौलाको शरीर भनेको विभिन्न विभागहरू भएको एउटा सानो कारखाना जस्तै हो र ती विभागहरू निश्चित खण्डहरूमा अवस्थित छन्। यो नै उसको शरीरको सुन्दरता हो। कारखानाको कुरा गर्दा यसको सबैभन्दा अगाडिको भाग, जसलाई प्रोस्टोमियम भनिन्छ, त्यो त मुख होइन रहेछ, होइन? होइन। स्रोतमा भनिएको छ कि यो मुख छोप्ने एउटा मासुको टुक्रा हो। यसको काम के हो त? प्रोस्टोमियमलाई तपाईँ गण्ड्यौलाको स्विस आर्मी नाइफ भन्न सक्नुहुन्छ। स्विस आर्मी नाइफ। हो, यसको बहुउपयोगी भूमिका छ। पहिलो, यो एउटा किल्ला मतलब वेज जस्तै हो जसले माटोलाई पन्छ्याउँदै खन्न मद्दत गर्छ। अनि दोस्रो? दोस्रो, यो अति संवेदनशील हुन्छ। यसमा आँखा त हुँदैन, तर प्रकाश, छुई, तापक्रम र रसायनहरू महसुस गर्ने कोशिका हुन्छन्। यो उसको सेन्सर हो। ए, सेन्सर? हो, जसले उसलाई खाना कहाँ छ र खतरा कता छ भनेर बताउँछ। मतलब एउटै सानो अङ्गले खन्ने काम पनि गर्ने अनि बाटो पनि देखाउने? यो त गजबकै दक्षता भयो। एकदम। अब वयस्क गण्ड्यौलामा देखिने अर्को विशेष भागमा जाउँ, क्लाइटेलम। यो 14 देखि 16औं खण्डमा देखिने बाक्लो चिल्लो घेरा हो। हेर्दैमा फरक देखिन्छ। यसको के महत्व छ? तपाईले एकदमै महत्त्वपूर्ण भागलाई औल्याउनुभयो। क्लाइटेलम देखिनु भनेको त्यो गण्ड्यौला अब वयस्क भयो र प्रजननका लागि तयार छ भन्ने सङ्केत हो। ए, यो वयस्क भएको चिन्ह रहेछ। हो, यो गण्ड्यौलाको प्रजनन प्रक्रियाको केन्द्र हो। यसले एउटा विशेष प्रकारको चिप्लो पदार्थ निकाल्छ जुन हावाको सम्पर्कमा आएपछि सुकेर एउटा खोल जस्तो बन्छ। त्यसलाई कोकुन भनिन्छ। कोकुन? त्यो त पुतलीको जस्तो हो। हो, तर काम फरक छ। गण्ड्यौलाको कोकुन भनेको एउटा सानो नर्सरी जस्तै हो। नर्सरी? हो, गण्ड्यौलाले आफ्नो अण्डा यही कोकुनभित्र पार्छ र त्यहीभित्र सुरक्षित रूपमा बच्चाहरू कोर्लिन्छन्। ए, त्यसैले क्लाइटेलम गण्ड्यौलाको वंश निरन्तरताको लागि सबैभन्दा महत्त्वपूर्ण बाहिरी संरचना हो। यो बिना उसको भावी पुस्ता नै हुँदैन। त्यसो भए गण्ड्यौलाको शरीरमा भएका विभिन्न प्वालहरू मतलब पोर्सको पनि निश्चित स्थान र काम होला? स्रोतहरूमा त एउटा पूरा नक्सा नै दिएको छ। हो, छ। यो नक्सा अनुसार यात्रा गर्दा कस्तो देखिन्छ? एकदम। यो यात्रा रोचक छ। पहिलो खण्डलाई पेरिस्टोमियम भनिन्छ, जहाँ मुख हुन्छ। यो उसको भोजन प्रणालीको प्रवेशद्वार भयो। ठिक छ। अनि अलि तल 5 देखि 9औं खण्डसम्म 4 जोडी स्पेर्मेथिकल पोर्स अर्थात् शुक्रकीट सङ्ग्रह गर्ने प्वालहरू छन्। हो, यो त अलि अनौठो लाग्यो। किन आफ्नो शुक्रकीट होइन अरूको सङ्ग्रह गर्नु पर्यो? यो प्रश्नले नै गण्ड्यौलाको प्रजनन रणनीतिको रहस्य खोल्छ। कसरी? गण्ड्यौला उभयलिङ्गी हर्माफ्रोडाइट भए पनि यसले आत्मप्रजनन मतलब सेल्फ फर्टिलाइजेसन गर्दैन। गर्दैन? प्रजननका लागि यसलाई अर्को गण्ड्यौला चाहिन्छ। जब दुई गण्ड्यौला बीच सम्पर्क हुन्छ, उनीहरूले एक अर्काको शुक्रकीट साटासाट गर्छन् र अर्कोबाट प्राप्त भएको शुक्रकीटलाई भविष्यमा प्रयोग गर्नका लागि यही स्पर्मेथाकल पोर्समा जम्मा गरेर राखिन्छ। ए, यो त एउटा स्पर्म ब्याङ्क जस्तै भयो। हो, ठ्याक्कै त्यस्तै। वाउ, मतलब सहवासको समय र गर्भधानको समय फरक हुन सक्ने भयो। यो त निकै उन्नत रणनीति रहेछ। एकदम। अब 14औं खण्डमा एउटा मात्र पोथी प्रजनन प्वाल छ जहाँबाट अण्डा निस्किन्छ, तर 18औं खण्डमा चाहिँ एक जोडी भाले प्रजनन प्वाल छन्। हो, यो व्यवस्थाले मलाई अझै अलमलमा पार्यो। हो, यो संरचनाले नै देखाउँछ कि आत्मप्रजनन असम्भव छ। उसको आफ्नै भाले प्वालबाट निस्केको शुक्रकीट उसको आफ्नै पोथी प्वालसम्म पुग्ने कुनै प्राकृतिक बाटो नै छैन। ए, त्यही भएर। हो, यसले उसलाई अर्को गण्ड्यौला खोज्न बाध्य बनाउँछ, जसले गर्दा वंशमा आनुवंशिक विविधता मतलब जेनेटिक डाइभर्सिटी कायम रहन्छ। यो स्वस्थ प्रजातिको लागि धेरै महत्त्वपूर्ण छ। र यही प्रक्रियामा मद्दत गर्न 17 र 19औं खण्डमा जेनिटल प्यापिले भन्ने संरचनाहरू पनि छन् जसले सहवासको बेला एक अर्कालाई समात्न मद्दत गर्छन्। हो, समात्नको लागि। अनि अन्त्यमा शरीरको पुच्छारमा दिशा फाल्ने प्वाल एनस,
यो त साँच्चै एउटा व्यवस्थित सहरको नक्सा जस्तै रहेछ, जहाँ हरेक कुराको निश्चित ठाउँ र उद्देश्य छ। बिल्कुल, यो अनियमित छैन, बरु लाखौं वर्षको विकासक्रमले बनाएको एउटा अत्यन्तै कुशल डिजाइन हो। अब मलाई अर्को कुराले कौतूहल बनाइरहेको छ। हामीले भन्यौं कि यसको शरीर चिल्लो हुन्छ र खण्ड खण्ड परेको हुनाले लचिलो पनि हुन्छ। तर माटो जस्तो सतहमा यो चिल्लो शरीर चिप्लिँदैन। यसले अघि बढ्नको लागि कसरी ग्रिप बनाउँछ? एकदमै सही प्रश्न। यहाँनिर आउँछ हामीले वर्गीकरणमा कुरा गरेको ओलिगोचेट्टाको अर्थ, थोरै रोम भएको। ए हो त। यो रोमहरूलाई सेटे भनिन्छ। यी यस आकारका चिटिनले बनेका मसिना कडा रौँहरू हुन् जुन लगभग हरेक खण्डको बीचमा हुन्छन्। तर सुरुतमा एउटा रोचक कुरा के छ भने यी सेटे पहिलो, अन्तिम र क्लाइटेलम भएको खण्डमा चाहिँ हुँदैनन्। किन होला? यसको पछाडि पनि तार्किक कारण छ। पहिलो खण्ड मतलब पेरिस्टोमियम र प्रोस्टोमियमले खन्ने र महसुस गर्ने काम गर्छ। त्यहाँ रौँ भएमा बाधा पुग्छ। ठिक छ। अन्तिम खण्ड दिशा निकासको लागि भयो र सबैभन्दा महत्त्वपूर्ण क्लाइटेलम भएको खण्ड चिल्लो हुनै पर्छ। किनभने अण्डा र शुक्रकीट भरिएको कोकुन त्यही खण्डबाट शरीर बाहिर छिप्लिएर निस्किने हो। यदि त्यहाँ सेटे भएको भए कोकुन अड्किन सक्थ्यो। त्यसो पो मतलब कहाँ रौँ हुनुपर्छ र कहाँ हुनु हुँदैन भन्ने कुरा पनि प्रकृतिले कति सोचेर डिजाइन गरेको रहेछ। हो नि। यी सेटेले काम चाहिँ कसरी गर्छन्? तपाईँ यसलाई हिउँमा हिँड्दा लगाउने किला भएको जुत्ता वा गाडीको टायरको ट्रेडसँग तुलना गर्न सक्नुहुन्छ। जब गण्डौलाले शरीरको अगाडिको भाग खुम्च्याउँछ, पछाडिको सिटेले माटोमा अठ्याएर शरीरलाई स्थिर राख्छ। अनि जब अगाडिको भाग फैलाउँछ, अगाडिको सिटेले माटो समात्छ र पछाडिको भागलाई तान्छ। त्यसरी पो हिँड्छ। हो, यही खुम्चिने र फैलिने प्रक्रिया सिटेको पकडसँग मिलेर उसलाई अघि बढाउँछ। र अब सायद सबैभन्दा आश्चर्यजनक तथ्यमा आउँ, यो उभयलिङ्गी हो। एउटै शरीरमा भाले र पोथी दुवै प्रजनन अङ्ग हुनु। हामीले यसको सङ्केत त प्रजनन प्वालहरूको छलफलमा पाइसकेका थियौं, तर यो किन यस्तो भएको होला? यसको के फाइदा छ? यसको फाइदा बुझ्न एकछिनको लागि गण्डौला भएर सोच्नुहोस् त। ल सोचे। तपाईँ जमिन मुनिको अन्ध्यारू एक्लो संसारमा बस्नुहुन्छ। तपाईँको लागि आफ्नो प्रजातिको अर्को सदस्य भेट्नु नै एउटा ठूलो अवसर हो। अब सोच्नुहोस्, यदि तपाईँ भाले हुनुहुन्थ्यो र भेटेको अर्को गण्डौला पनि भाले नै पर्यो भने के हुन्छ? प्रजननको त्यो अवसर खेर गयो। हो, यही समस्याको प्रकृतिले निकालेको समाधान हो उभयलिङ्गी हुनु। जब हरेक गण्डौलामा भाले र पोथी दुवै अङ्ग हुन्छ, तब भेट हुने कुनै पनि अर्को वयस्क गण्डौलासँग प्रजनन सम्भव हुन्छ। हो त? यस, यसले प्रजननको सम्भावनालाई सिधै दोब्बर बनाइदिन्छ। भाले वा पोथी खोज्दै हिँड्नु परेन, जो भेट्यो उसैसँग प्रजनन सम्भव भयो। यो उसको अस्तित्वको लागि एउटा ब्रिलियन्ट इभोल्युसनरी स्ट्र्याटेजी हो। वाह, मतलब जुन कुरा हामीलाई सुन्दा अनौठो लाग्छ, त्यो वास्तवमा उसको कठिन जीवनशैलीको लागि एउटा एकदमै व्यावहारिक समाधान रहेछ। हो। ल, आजको छलफललाई फर्केर हेर्दा हामीले धेरै कुरा सिक्यौं। गण्डौलाको वैज्ञानिक वर्गीकरण केवल नाम होइन, उसको पूरा परिचय हो। एकदम। उसको खण्ड खण्ड परेको शरीर एउटा व्यवस्थित नक्सा हो। अनि प्रोस्टोमियम जस्तो खन्ने औजारदेखि लिएर क्लाइटेलम जस्तो नर्सरी र सेटे जस्तो ग्रिपिङ सिस्टमसम्म सबै कुरा उसको जीवनका लागि कति महत्त्वपूर्ण रहेछ भन्ने बुझ्यौं। एकदम सही। हामीले बाहिरी सतह मात्रै हेर्यौं, तर त्यहीबाट पनि एउटा पूर्ण विकसित, कुशल र सफल जीवको कथा देख्यौं। हो। अब म श्रोतालाई सोच्नको लागि एउटा अन्तिम विचार छोड्न चाहन्छु। हुन्छ। आज हामीले छलफल गरेका सबै कामहरू, माटो खन्ने, खाना खोज्ने, शिकारीबाट बच्ने र यति जटिल प्रजनन प्रक्रिया पूरा गर्ने, यी सबैका लागि एउटा नियन्त्रण प्रणाली त चाहिन्छ होला, होइन? पक्कै पनि। बाहिरबाट यति व्यवस्थित देखिने यो जीवको भित्री स्नायु प्रणाली, जसले यी सयौंभन्दा बढी खण्डहरूलाई एकसाथ समन्वय गरेर चलाउँछ, त्यो कति जटिल र परिष्कृत होला। हो, सोच्नुपर्ने कुरा हो। यसको बाहिरी डिजाइनले नै यसको भित्री संसारबारे अझ गहिरो जिज्ञासा जगाउँछ।